यहाँ एकजना कस्टमरले लिएर आउनुभएको थियो जाडो दिनको कपडा जो मलाई सिलाउनु भन्नुभएको थियो। यहाँ पुरा सेटमा छ गाइस र हजुरहरूलाई म यहाँ देखाउँदैछु। र नमस्कार छ सम्पूर्णमा, आशा गर्दैछु हजुर सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु गाइस। र यो चाहिँ हो दुपट्टा। दुपट्टा त अलरेडी मतलब सिलाइकै छ, हजुरहरूले यहाँ हेर्न सक्नुहुन्छ गाइस। र धेरै नै राम्रो छ, लामो त लामोमै थियो गाइस र धेरै नै न्यानो पनि थियो कपडा चाहिँ त हजुरहरूले यहाँ हेर्न सक्नुहुन्छ। पुरा डिजाइन छ अनि यसमा र मलाई पनि धेरै नै राम्रो लागेको थियो र अनि कस्टमरले लिएर दिनुभएको थियो अनि उहाँले चाहिँ हेर्नु भएन चाहिँ दुपट्टा पनि लिएर आउनुभएछ है त साथमा। अनि त्यसको पछि यो चाहिँ हो गाइस पेनको पिस र अनि यसको चाहिँ म बनाउँछु ट्राउजर टाइपको। अब ट्राउजर पनि फन्दा हुन्छ तर अलिकति हल्का लुज नै हुन्छ, टाइट चाहिँ हुँदैन। र त्यसको पछि भयो गाइस यो चाहिँ हो कपडा माथिको सुट र हजुरहरूले हेर्न सक्नुहुन्छ। यो चाहिँ हो हातको साइडको है गाइस। यो जुन चाहिँ पट्टी छ नि त त्यो चाहिँ दुईटा मतलब हातको साइडको हो। र अनि यो जुन चाहिँ सुट थियो नि त नि होइन पुरा डिजाइन गरेको थियो गाइस र यति भारी थियो। यो हातको साइड मात्रै अलिकति पातला टाइपको थियो, हल्का थियो। र अनि यता चाहिँ हजुरहरूले हेर्न सक्नुहुन्छ डिजाइनले गर्दा भारी भइहालेको थियो गाइस। र यो चाहिँ फ्रन्ट साइडको है त, यो पुरा डिजाइन गरेको छ नि, यहाँ हेर्न सक्नुहुन्छ। हजुरहरूलाई म देखाउँदैछु है त। यहाँ हेर्नु घाँटीको डिजाइन चाहिँ अलरेडी नै बनिसकेको छ अनि यो डिजाइनले गर्दा चाहिँ अनि पुरा मतलब भारी थियो कपडा चाहिँ। अरू ब्याक साइडमा चाहिँ हल्का थियो अनि यहाँ चाहिँ पुरा डिजाइन गरेको छ नि त होइन। र लम्बामै भन्नुभएको छ, लेन्थ जति आउँछ त्यति नै दिनु भनेर। र अनि यो चाहिँ ब्याक साइडको हो, ब्याक साइडमा खालि डिजाइन चाहिँ छ निचेतिर अनि माथि चाहिँ प्लेन थियो। र अब यहाँ चाहिँ अब म यसलाई कटिङ गर्नेछु गाइस र काटेर अनि सिलाइ गरेर हजुरहरूलाई देखाउँछु है त गाइस। र कस्तो के हुन्छ हजुरहरूले भन्नु होला। र मैले चाहिँ अलरेडी अस्त्रलाई चाहिँ मैले काटिहालेको थिएँ किनभने अस्त्र हालेर सिलाउनु भन्नुभएको थियो। किनभने साइड साइडको कपडा नि अलिकति मतलब निस्किने टाइपको छ कि अनि मतलब सुता, त्यही भएर अब गरम कपडा भयो भने पनि अब अस्त्र हाल्यो भने चाहिँ मतलब लास्टिङ जान्छ होइन धेरै दिनसम्म, त्यही भएर अनि दिनु भन्नुभएको थियो। अनि मैले यहाँ अस्त्रलाई चाहिँ पहिला नै काटिसकेको थिएँ अनि त्यसको पछि मैले कपडालाई काटेँ अनि अहिले त्यसको पछि अनि अहिले मैले हातलाई काट्दैछु, हातको कपडालाई काट्दैछु है त गाइस। र हात पनि अलिक लामै दिनु भन्नुभएको थियो र जति आउँछ त्यति दिनु भन्नुभएको थियो सुट पनि। र अनि मैले चाहिँ धमाधम काट्नु लागिसकेको छु गाइस। र हजुरहरूलाई म राम्रोसँग देखाउन सकिनँ अब किनभने यो छिटो दिनुपर्ने थियो मलाई एक दिनको भित्रै, त्यही हुनाले। र अनि यहाँ चाहिँ म फटाफट यहाँ सिलाउनु लागिसकेको छु गाइस। र हजुरहरूलाई मेरो भिडियो मनपर्छ भने लाइक गरिदिनु होला, एउटा राम्रो कमेन्ट गरिदिनु होला गाइस। अब म त यही हो काटिङ कुटिङको नै धेरै हजुरको माझमा लिएर आउँछु र कहिले कहिले चाहिँ यता र उता हिँड्दाखेरि चाहिँ हत्ती पनि भिडियोहरू चाहिँ लिएर आउँछु र तपाईँहरूले धेरै नै माया दिनुहुन्छ र त्यसको लागि धेरै धेरै धन्यवाद छ गाइस हजुरहरूलाई। र हेर्दा हेर्दै मैले यो सुटलाई पनि सिलाइसकेँ, हजुरहरूलाई मैले भनिसकेको थिएँ, राम्रोसँग हजुरहरूलाई देखाउन सकेको छुइनँ, त्यही भएर र नियमले फटाफट गरेर सिलाइसकेको थिएँ अनि निचेको साइडको सिलाइ गरेँ गाइस। र फाइनली मैले यो सुटलाई सिलाइ गरेर कम्प्लिट गरिसकेको छु र हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट बक्समा जनाउनु होला। र फुल हातको हो अनि हजुरहरूलाई त पहिला नै भनिसकेको थिएँ होइन। र फुल हातमा मैले सिलाइहालेको थिएँ अनि यहाँ चाहिँ तुर्फाई भन्नुभएको थियो तर मैले तुर्फाई मार्न सकिनँ, फुलेको आउँथ्यो कि गाइस, त्यही हुनाले मैले मेसिनको सिलाइ नै मारिदिएँ। अनि ब्याक साइडमा नर्मलै राउन्ड सेपमै भन्नुभएको थियो अनि राउन्डमै मैले सिलाइदिएँ गाइस। र अनि कसले त कलर लगाउँछ नि त उहाँले कलर चाहिँ पर्दैन भन्नुभएको थियो, त्यही भएर। अनि यहाँ चाहिँ हो ट्राउजर पेन अनि साइडमा अलिकति कट दिनु भन्नुभएको थियो कि अनि मैले चाहिँ पेनमा चाहिँ मैले तुर्फाई मारिदिएको थिएँ गाइस। अनि जुनमा जस्तो आउँछ त्यस्तै सिलाइ गरिदिन्छु गाइस। र त्यही भएर अनि मैले यहाँ सिलाइ गरेर कम्प्लिट गरिसकेको छु। हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट बक्समा जनाउनु होला र भेट होला फेरि अर्को नयाँ भिडियोमा। थ्याङ्क यू फर वाचिङ, बाई बाई।